अब हामीसँग सहन बाहेक अरू कुनै विकल्प छैन। यहाँ आफ्नाले त पढाइ ठान्छन् भने पढाइको त के कुरा गर्नु। मान्छे एक्लिएको बेलामा साथ दिनुभन्दा मौका कुनै धेरै हुँदो रहेछ। अनि यस्तो अवस्थामा हाम्रो कुरा कसले सुनिदिन्छ? हामी अन्यायमा परेका छौँ, तर बोल्ने बाटो नै छैन। तपाईँ बिरामी मान्छे, केही पिर नलिनुहोस्। एक न एक दिन त कसो नहोला र। त्यो दिन पर्खिँदा पर्खिँदा धेरै दिन बित्न लागिसक्यो नानी। मलाई थाहा छ म धेरै दिन बाँच्दिनँ। तिम्रो चिन्ता लाग्छ। मानिसका रूप परेका राक्षसहरूले नजर लाउन थालिसके। म सकिएपछि अप्ठ्यारोमा नपार्लान् भन्न सकिँदैन बुहारी। म तिम्रो बाउ जस्तो मान्छे, तिम्रो भलो चाहन्छु। तिमी पनि केही सोच। जीवनमा साथ दिने मान्छेको आवश्यक पर्छ। जस्तो भए पनि तिम्रो भविष्य नबिगार्नु। भोलि म गएपछि सम्झाउने बुझाउने मान्छे नहोला। समय छँदै विचार गर्नु। तिमीले यो घरमा तिरस्कार बाहेक केही पनि पाएनौ। म त भारी बोकेर थाकेको मान्छे हो। जहाँ गल्छु त्यहीँ ढल्छु। तिमीलाई मैले आफ्नो छोरी सरह मानेको छु। तिमीलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागि यो बाउको साथ सधैँ रहन्छ। म छँदा नै तिमीलाई खुसी भएर बिदाई गरेको हेर्न पाऊ। बुवा, दुखीलाई जहाँ गए पनि दुःख बाहेक केही पनि पर्दैन। म जहाँ गए पनि खुसी हुने ठाउँ नै छैन। मान्छेको चित्र हेरेर भित्रको चरित्र कहाँ पत्ता लगाउन सकिन्छ?